कमन इन्ट्रान्स एक्जाम आउन अब 2 हप्ता मात्रै समय बाँकी छ र यो 2 हप्ताको समयमा मैले के नै तयारी गर्न सक्छु, मेरो मार्क्स के नै बढ्ला भन्ने कुराले यदि विद्यार्थी भाइ बहिनीहरू चिन्तित हुनुहुन्छ भने यो भिडियो तपाईँकै लागि हो। यदि विद्यार्थी भाइ बहिनीहरू दैनिक रूपमा यदि 10 घन्टाको हिसाबले यदि पढ्नुहुन्छ भने एक दिनको 10 घन्टाको तयारीले तपाईँको ओभरअल इन्ट्रान्स एक्जामको स्कोर चाहिँ खासै धेरै नबढ्ला, तपाईँको तयारी त्यो लेभलमा नपुग्ला। तर यदि तपाईँले कन्सिस्टेन्टली रेगुलरली अब बाँकी रहेको 15 दिनसम्म पढ्नुभयो भने त 15 दिनमा कमसेकम तपाईँले 150 घन्टा पढेर भ्याउनुहुन्छ। त्यो 150 घन्टाको तयारीले त तपाईँको इन्ट्रान्स एक्जामको स्कोर यहाँदेखि यहाँसम्म पुर्याउन सक्छ। तपाईँले अहिलेसम्म क्लास 11 देखि 12 सम्म पुग्दा र अहिले इन्ट्रान्स एक्जामको तयारी गर्ने बेलामा जे जति कुराहरू पढ्नु भएको छ ती कुराहरू त्यसै खेर जान्छ त? त्यो कुनै न कुनै हिसाबले ती पढेका कुराहरू चाहिँ इन्ट्रान्स एक्जामको स्कोरको रूपमा आउँछ। त्यसले तपाईँको इन्ट्रान्स एक्जामको स्कोर बढाउँछ नै। अहिले तपाईँले दिइरहेको मोडल एक्जामको स्कोर र रियल एक्जामको स्कोर त पक्कै पनि फरक नै आउँछ, हैन? अहिले तपाईँले यो 15 दिनसम्म चाहिँ राम्रोसँग पढ्नुभयो भने तपाईँको अहिलेको स्कोर र त्यो बेलाको स्कोरमा चाहिँ धेरै नै फरक हुन्छ। विश्वास गर्नुहोस्, मैले पनि इन्ट्रान्स एक्जामको तयारी गरेको छु। ममा पनि एकदम नेगेटिभ थट्सहरू चाहिँ बेला बेलामा आउँथ्यो। त्यो नेगेटिभ थट्सहरूसँग चाहिँ म जहिले पनि लड्थेँ र त्यसले गर्दा नै अल्टिमेटली मैले इन्ट्रान्स एक्जाम दिएर अनि चाहिँ मैले आइयुएममा चाहिँ नाम निकाल्न चाहिँ सफल भएको थिएँ। मैले त्यो अन्तिम समयमा मात्रै त्यो नेगेटिभ थट्सहरूबाट, नेगेटिभिटीबाट चाहिँ मैले चाहिँ लडेको थिएँ। त्यसले गर्दा विद्यार्थी भाइ बहिनीहरू पनि अहिलेको समयमा इन्ट्रान्समा फोकस गर्नुहोस्, तयारीमा फोकस गर्नुहोस्। अहिले जुन जुन टपिकहरूबाट चाहिँ अलिक मार्क्स बढी आउँछ ती टपिकहरूमा चाहिँ बढी ध्यान दिनुहोस्। अहिले थ्योरी भन्दा पनि एमसिक्यूमा बढी ध्यान दिनुहोस्। पास्ट क्वेसन्सहरू चाहिँ मजाले प्र्याक्टिस गर्नुहोस्। यो कुरा आउँदैन भन्दा पनि मलाई यो कुराहरू आउँछ भन्ने कुरामा चाहिँ बढी ध्यान दिनुहोस्। तपाईँलाई डाक्टर बन्नु छ हैन, तपाईँलाई नर्स बन्नु छ हैन, त्यो सोच, त्यो भावनामा चाहिँ कमी आउन नदिनुहोस्। तपाईँभित्र जुन यो चाहना छ, जुन आगो दन्केको छ नि, त्यो चाहिँ निभ्न नदिनुहोस्। अनि हेर्नुहोस् यो 15 दिनले चाहिँ कति फरक पार्छ। All the best for your upcoming entrance exam. Thank you.